गुड मर्निङ सबैजनालाई। विशेष गरी यो आज भिडियो एकदमै रोचक भिडियो छ है। तपाईँले हेर्नु नबिर्सिनु होला, स्किप नगर्नुहोस् है। यतिखेर भने हामीले फुटबल टुर्नामेन्टमा आज हेर्नको लागि यस्तो वीरता बाबाहरू आएको छ। कस्तो लाग्छ तपाईँहरूलाई? वीरता बाबाहरूको तस्बिर देख्दै गर्दाखेरि तपाईँहरूलाई कस्तो महसुस हुन्छ, कस्तो भान हुन्छ, सो आज तपाईँहरूले यहाँ देखिरहनु भएको छ। रङदु फुटबल टुर्नामेन्टको यो फाइनलको दिन यसरी आमाहरू हेर्नुहोस् कति इन्ट्रेस्ट लिएर हेरिरहनु भएको छ। टिकट पनि त्यसरी काटिरहेको छ। यहाँ बाबाहरू हेर्नुहोस्, आज उहाँहरूको अवस्थामा आज हामी त्यो दिनहरूमा हामी पुग्छौँ कि त है। हेर्नुहोस् आमाहरूको कति रहर होला, चाहना होला है। यस्तो 80देखिको माथिका उमेरका व्यक्तिहरूको तस्बिर सङ्ग्रह गरेको छु। यहाँ हेर्नुहोस् बुबाहरू, आदरणीय हाम्रो बुबाहरू, आदरणीय आमा बुवाहरू है, हाम्रो छरछिमेकीबाट यसरी वृद्ध अवस्थामा पनि आएर आज रङदु फुटबल टुर्नामेन्टलाई हौसला बढाउनुको निम्ति उहाँहरू यो अवस्थामा पनि आएर फुटबललाई अति नै हेरेर खेलाडीहरूलाई, कमिटीलाई उत्साह जनाएका छन्। यतिखेर वृद्ध बाबाहरू आएर टिकट काटेर दुःख सुख बसेर आज खेललाई अति नै सुन्दर र भव्य र सभ्यताका साथ उहाँले आजको टुर्नामेन्ट हेरेर फाइनलसम्म उहाँहरू बसिदिनु भयो। हामी उहाँलाई धेरै धन्यवाद दिन्छौँ। यो अवस्थामा पनि उहाँहरूको उमेर यो हुँदा पनि उहाँहरूले उकाली ओह्राली नभनिकन आएर हेरिदिनु भएकोमा विशेष गरी धन्यवाद जनाउँछु। रङदु फुटबल टुर्नामेन्टका खेलाडीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद रङदु फुटबलका सम्पूर्ण मित्रहरूलाई।